नमस्ते। गोर्खा मिलेनियम बहुउद्देश्य सहकारी संस्थाको यो पोडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी गोर्खा मिलेनियमले हालसालै ल्याएको नयाँ मोबाइल ब्याङ्किङ एप गोर्खा मिलेनियम स्मार्ट एप बारे कुरा गर्दैछौँ। संस्थाको 25औं वार्षिकोत्सवमा यो एप आउनु यो आफैमा एउटा महत्त्वपूर्ण कुरा हो नि, हैन र? हाम्रो खास उद्देश्य चाहिँ यो एपमा के छन् त राम्रा कुरा, विशेषताहरू अनि सदस्यलाई यसले के फाइदा पुग्छ हो, यिनै कुरा खोज्ने हो। ल सुरु गरिहालौँ। 25औं वार्षिकोत्सव जस्तो ठुलो अवसरमा यो एप सार्वजनिक गर्नुले संस्था प्रविधिमा अगाडि बढ्न खोज्दैछ भने त देखायो नि, हैन? एकदम। यो एप बनाउन नेपालकै चलेको मोबाइल ब्याङ्किङ सोल्युसन दिने कम्पनी एमब्याङ्क टेक्नोलोजिजले सघाएको छ। ए एमब्याङ्कले? हो। यसले गर्दा प्राविधिक रूपमा यो एप कतिको भरपर्दो छ भन्ने कुरामा अलिकति विश्वास बढ्छ, किनभने एमब्याङ्कको नाम छ नि त बजारमा, खास गरी सुरक्षा र विश्वसनीयतामा। पहिलेको भन्दा छिटो, सुरक्षित अनि बढी भरपर्दो छ रे। सायद त्यो एमब्याङ्कसँगको सहकार्यले नै होला। पक्कै पनि। प्राविधिक साझेदारीले गुणस्तर र सुरक्षामा त पक्कै फरक पार्छ। अब यसले दिने सुविधाहरू के छन् त, त्यतातिर लागौँ है? हुन्छ। सबभन्दा पहिलो कुरा त आफ्नो खातामा कति पैसा छ, के कारोबार भयो त्यो हेर्न मिल्यो 24 घण्टा। यो त अब सामान्य नै भयो आजकल, हैन र? हो, त्यो त आधारभूत नै भयो। तर अरू पनि छन्, जस्तै मोबाइल टपअप गर्न मिल्ने भयो। अनि विभिन्न बिलहरू, ल्यान्डलाइनको, बिजुली, इन्टरनेट, टिभीको सबै यहीँबाट तिर्न सकिने। ए, त्यो त धेरै सजिलो भयो नि। अनि वालेट टपअप पनि, जस्तो ई-सेवा, खल्ती, आइमी पेमा पैसा हाल्न पनि मिल्यो। बिमाको किस्ता तिर्न पनि मिल्ने रहेछ। ओहो। यी सबैले गर्दा सदस्यहरूलाई कस्तो भने नि, विभिन्न कामको लागि अलग्गै ठाउँ जानुपर्ने, लाइन बस्नुपर्ने झन्झट अलिक कम हुने भयो। र अझ अर्को महत्त्वपूर्ण कुरा पनि थपेको रहेछ नि है, विप्रेषण जम्मा गर्ने सुविधा। हो, त्यो पनि। आइएमई रेमिट, सिटी एक्सप्रेस, ई-सेवा रेमिटबाट आएको पैसा सिधै खातामा। यो त भर्खरै संस्करण 6 मा थपिएको रे। यो त साँच्चै काम लाग्ने फिचर हो, खास गरी विदेशबाट पैसा आउने परिवारहरूलाई त झनै। एकदमै। पैसा पाउने प्रक्रिया कति सजिलो र छिटो भयो। अनि यसबाहेक अरू ब्याङ्क वा वित्तीय संस्थामा पैसा पठाउन फन्ड ट्रान्सफर पनि मिल्ने, त्यो पनि तुरुन्तै तत्कालै। अनि केबल कार र बसको टिकट काट्न पनि मिल्ने रे। भनेपछि एउटै एपबाट धेरै काम गर्न खोजेको देखिन्छ। ल अब सबभन्दा चासो लाग्ने कुरामा आउँ, पैसाको कुरा। शुल्क। अरू ब्याङ्कहरूले त मोबाइल ब्याङ्किङ चलाए बापत वर्षको 300 देखि 500 रुपियाँ लिन्छन् नि। लिन्छन्। तर गोर्खा मिलेनियमले चाहिँ यो सेवा पुरै निशुल्क दिने रे। दर्ता गर्दा नि पैसा नलाग्ने, नवीकरण गर्दा नि नलाग्ने। यो त गजबै भयो त। हो, यो चाहिँ साँच्चै ठुलो घोषणा हो। निशुल्क सेवाले पक्कै पनि सदस्यहरूलाई यो एप चलाउन एकदमै हौसला दिन्छ। जियोस छोटकरीमा भन्नुपर्दा यो गोर्खा मिलेनियम स्मार्ट एपले सदस्यलाई 24 घण्टा ब्याङ्किङ पहुँच दियो, धेरै किसिमका कारोबार गर्ने सुविधा दियो, अनि सबभन्दा ठुलो कुरा पैसा बचायो, वार्षिक शुल्क नलाग्ने भएपछि। हो, अनि यो एप एन्ड्रोइडमा पनि आइओएसमा पनि चल्छ। ल त आजलाई हामीले यो एप बारेमा निकै कुरा गर्यौं। यदि श्रोताहरूलाई थप जानकारी चाहिएमा गोर्खा मिलेनियम सहकारीमा सम्पर्क गर्न सक्नुहुन्छ। नम्बरहरू छन् 0146228844 अथवा 0146211137। अनि भाइबर वा व्हाट्सएपमा पनि रहेछ 9849822095 मा। हवस् त, आजको लागि यति नै। फेरि भेटौँ।